हेलो ऑडियन्स, के छ हालखबर? ठिक छ, भारी कुरा गर्नुपर्छ तपाईँहरूसँग। प्रमोदजी नमस्कार। नमस्कार। तपाईँले एउटा कुरा भनौँ। त्यही सुन्न त आएको भनौँ न। भयो, यो कुरा गोप्य नै राखौँ। तर प्रमोदजी, म हजुरलाई देख्ने बित्तिकै एउटा घटना सम्झिन्छु। प्लिज। म एकचोटि पोखरामा ढुङ्गा चढ्नु पर्यो भनेर गएँ। ढुङ्गा चढेर फेवातालको बिचमा पुगेको। मतिर हेरेर त म बिना कसैलाई मुस्किल छ पोखरामा भन्छ माझी।